सर जस्तै हजुरले भन्नुभयो कि संविधान जोगाउन जरुरी छ हामीलाई। हामी जस्तो केटी मान्छे हामी आफ्नो लाइफ नै सुरक्षा अहिलेसम्म गर्न सकिरहेको छैन। अब मैले भने जीवन भनेको चाहिँ तपाईँको जीवन भनेको हेर तिमी मूर्ख बन्छौ हेर्नु पढ्छौ तिम्रो जीवन इजी भइहाल्छ। हेर पढ्छौ भने तिम्रो जीवन इजी छ। अनि चाहिँ तपाईँको हेर एजुकेसनले के गर्छ लाइफलाई इजी बनाइदिन्छ। एजुकेसन भनेको लाइफलाई इजी बनाइदिन्छ। अनि यो लाइफ सुन हेर है भाइ बहिनी लाइफलाई चाहिँ इजी बनाइदिन्छ यसले। यदि तिमी मूर्ख हुन्छौ भने योर लाइफ बिकम्स हार्ड भइहाल्छ। यदि मूर्ख हुन्छौ भने तिम्रो जीवन चाहिँ हार्डर भइहाल्छ, यानि अप्ठ्यारो भइहाल्छ। त्यसकारण सबभन्दा पहिला चाहिँ तपाईँको एजुकेसन प्राप्त गर्ने हो। एजुकेसनले लाइफलाई चाहिँ तपाईँको इजी बनाइदिन्छ। अर्को कुरो एजुकेसनले चाहिँ तपाईँको जीवनलाई ओर्नामेन्टल बनाइदिन्छ। यानि जसरी मान्छे आभूषित हुन्छ नि, गहना लगाइदिएपछि कानमा नाकमा झुम्का लगाइदिएपछि मान्छे चाहिँ तपाईँको सौन्दर्यकृत हुन्छ नि, देख्नमा राम्रो लाग्छ नि, त्यस्तै चाहिँ तपाईँको एजुकेसनले के गर्छ मान्छेको लाइफलाई ओर्नामेन्टल बनाइदिन्छ। जीवनलाई चाहिँ तपाईँको यानि गहना योग्य बनाइदिन्छ, अर्थात् चाहिँ सौन्दर्यकृत बनाइदिन्छ। त्यसकारण लाइफलाई चाहिँ तपाईँको एजुकेसनकै मार्फत माइन्डलाई कल्टिभेट गर्ने के भन्छ एजुकेसन कल्टिभेट्स द ह्युमन माइन्ड। माइन्ड चाहिँ कल्टिभेट हुने बित्तिकै तिम्रो माइन्ड उर्वरक हुने बित्तिकै त्यसमा धेरै चिज चाहिँ अट्न थालेपछि चाहिँ तिमी के गर्छौ काबिल हुन्छौ। काबिल हुने बित्तिकै राम्रो जीवन भइहाल्छ। राम्रो जीवन भएपछि तिमीले चाहिँ हरेक दुनियाँको बारेमा बुझ्न थाल्छौ। दुनियाँको बारेमा बुझ्न थालेपछि तिम्रो चाहिँ हरेक चिज चाहिँ सही हुन थाल्छ।